नाग पोखरीको छेउमा रविन्द्र सरले बासुकी नाग सरले यसको फिचर भनिदिनु पर्यो के बासुकी नाग घरको फिचर चाहिँ नयाँ घर हो हैन पुरानै सोफाहरु नि पुरै एन्टिक तपाईँ पश्चिमतिर हो थारूहरु ए थारू स्टाइल हो म हो यो टेबलको दुईतिर हो यो ए भनेपछि यसलाई अघि त्यो बोर्ड टेबल जस्तो बनाउन नि मिल्यो ए अहिले टेबल चेन्ज ए सरको बसाइ अहिले यहाँ ए ल पैसा भयो भने त घर त यस्तै बनाउनु पर्ने रहेछ छिडिक्क होइन छुट्टै नेचुरल फिल आउने